सोचेको पनि थिएन मैले नसोचेको भयो के क्या हुई मेरो सारेको मान्छेको उसको A+ आएको छ भने मेरो B+ आएको छ म्याथमा अच्छा एक्सपेक्टेड चाहिँ मेरो 3.96 थियो आयो चाहिँ 3.85 आर यू कमेडी मी नम्बर पनि रङ नभएको मेरो A छ जबकि मेरै साथी मेरै छेउछाउमा अगाडि पछाडि बस्नेको उनीहरूको A+ छ इंग्लिशमा मेरो B आएको छ त्यो जति नै गाह्रो क्वेशन भए पनि मेरो इंग्लिशमा B आउँदैन पर्ने अब ल्याङ्ग्वेज सब्जेक्ट हो त्यो कन्सिडर गर्न मिल्छ र ठिकै छ तर म्याथमा त कति आउँछ भन्ने कुरा थाहा छ नि त हामीलाई मजाले 60-65 मार्क्स गरेर आएको म म्याथमा फेल भएको छु ल अरे देवा ये गडबड है बाबा मेरो 3.7 कट्नु पर्ने हो मेरो 3.47 आएको छ ये कैसे हो गया 65-70 को मैले सोलुसन गरेको छु भन्नुहुन्छ फेल आयो भन्नुहुन्छ अब के गर्ने मेरो मम्मीले त भो अब तदेखि पढाइ हुँदैन मैले तँलाई लगाएको 2 वर्ष लगानी खेर गयो इन्डिया आइज मसित बस काम गर भन्दै हुनुहुन्छ म कसरी भन्ने कि मम्मी मैले पढेको छु यत्रो पढ्दा नि भएको छैन मेरो लापरवाही होइन चेक गर्ने ठाउँमा लापरवाही भइरहेको छ भनिरहेको छु मम्मी विश्वास मान्नुहुन्न मैले पढेको छु मलाई थाहा छ शिक्षा मन्त्रीले पनि भन्नुभएको छ हामीले गरेको परीक्षाको चेकमा कुनै त्रुटि छैन गरे कुनै केही छैन अरे बाबा त्रुटि छैन भने रिटोटलिङ किन काम केसको काम हामीले 1000 रुपैयाँ किन तिर्ने इफ हामीले रिटोटलिङ गरेर हाम्रो मार्क्स चेन्ज आयो भने हामीले के गर्ने बल्ल बल्ल भेट भएको छैन बल्ल बल्ल भेट विद्यार्थीहरूले के नै गर्न सक्छ भन्ने लाग्यो होला अब पहिलाको केही समय अगाडिको जेन्जी आन्दोलन अवगत नै छ होला सरकारलाई रिटोटलिङमा फेरि अझै स्टेप बाइ जाने गरे भगवान हामी कहाँदेखि पैसा ल्याउने के रिटोटलिङ गर्ने रिचेक पनि हुँदैन सुरुमा रिटोटलिङ गर्ने 1000 रुपैयाँ त्यसमा अझै भएन अनचेन्ज भयो चेन्ज छैन भनेपछि हाम्रो हुन्छ नि फेरि रिचेक जानकारी फेरि +2000 हामी कहाँदेखि दिने 2000-12000 कहाँदेखि दिने अगाडि 6000 कोले कहाँदेखि दिने हामी सक्दैनौँ त्यो धेरै तपाई ढुक्क हुनुहुन्छ कि तपाईको फेरि चेकिङ गर्यो भने तपाईको मार्क बढेर आउँछ भने ढुक्कै हुनुहुन्छ ढुक्क छु मेरो मार्क्स बढेरै आउँछ मलाई एनजी त मरिगई पनि लाग्दैन होइन होला के हो अब आउने नेक्स्ट जेनेरेसनलाई चाहिँ यस्तो सडकमा उत्रिने वातावरण कतै हुनु परेन छिटो रिजल्ट त आयो तर अनफेयर रिजल्ट आयो नि त यस्तो छिटो बरु 2-3 महिना लगाउनु तर एक्ज्याक्ट हामीले जे लेखेको छौं त्यो अनुसारको रिजल्ट आउनु पर्यो हामीले भोट हालेकै मान्छे हुनुहुन्छ अब उहाँहरुको गल्ती पनि भन्न चाहदिन म हैन किनभने उहाँहरुले चेक गर्नु भएको त हुँदै हैन हाम्रो पेपर उहाँहरुले पनि अब छिटो केही हुन्छ कि भनेर छिटो रिजल्ट निकाल्न खोज्नु भयो 2-3 महिना बरु 2-3 महिना लगाएर रिजल्ट निकालेको भए जे लेखेको त्यही रिजल्ट आउँथ्यो होला कि हैन